सम्पूर्णमा नमस्कार। सधैँका भिडियोहरुभन्दा फरक आज चाहिँ केही सूचनामूलक र उपयोगी खालको भिडियो लिएर आएको छु र विशेष गरेर सेवा निवृत्त हुनुभएका राष्ट्र सेवक कर्मचारीहरू जसले नेपाल सरकारबाट पेन्सन प्राप्त गर्नुहुन्छ उहाँहरूको लागि अत्यन्तै उपयोगी र उहाँका परिवार छरछिमेक अथवा हामी सबैले बुझ्नुपर्ने एउटा सन्देशमूलक भिडियो लिएर आएको छु। यो के छ भन्दा हाल सेवानिवृत्त कर्मचारीहरूले आफ्नो पेन्सनको नवीकरण सुरुनिवृत्ति भएकोहरूले एक वर्षमा र पारिवारिक निवृत्ति भएकोहरूले चाहिँ 6 महिनामा पेन्सन नवीकरणको लागि बैंकसम्म धाउनुपर्ने जुन बाध्यता थियो अहिले हालै ई पेन्सन सिस्टम लागू भएसँगै सो बाध्यता हटेको छ र जसले गर्दा पेन्सनरहरूले अथवा निवृत्ति भएकोहरूले घरमै बसेर आफ्नो मोबाइलबाटै आफ्नो पेन्सनको नवीकरण बैंकमा नधाइकन गर्न सक्नुहुनेछ। सोको प्रक्रिया आज म हजुरहरूलाई बताउँदै छु। उक्त प्रक्रिया पेन्सन म्यानेजमेन्ट अफिसको वेबसाइटमा पनि उल्लेख गरिएको छ र त्यसलाई अझ सहज रूपमा सरल रूपमा बुझ्न सजिलो होस् भनेर मैले यो भिडियो बनाउने कोसिस गरेको छु। यसको लागि सबैभन्दा पहिला पेन्सन म्यानेजमेन्ट अफिस भनेर वेबमा सर्च गर्नु होला अथवा पेन्सन म्यानेजमेन्ट अफिसको वेबसाइट pension.gov.np टाइप गरेर अगाडि बढ्न सक्नुहुनेछ। यसको वेबसाइट खोलिसकेपछि थोरै तल स्क्रल गर्नुभयो भने ई पेन्सन भेरिफिकेसन भन्ने आइकन देख्नुहुनेछ, त्यसमा क्लिक गर्नु होला। ई पेन्सन भेरिफिकेसनमा क्लिक गरिसकेपछि यस्तो किसिमको स्क्रिन खुल्नेछ। यो स्क्रिन लाइभनेस भेरिफिकेसनको लागि साइन इन गर्ने स्क्रिन हो। तर सुरु प्रयोगकर्ताको लागि पासवर्ड प्राप्त नहुने भएको हुँदा पासवर्डको लागि हामीले रजिस्ट्रेसन गर्नुपर्ने हुन्छ। सोको लागि रजिस्ट्रेसन बटनमा क्लिक गर्नुपर्ने हुन्छ। रजिस्ट्रेसन बटनमा क्लिक गरिसकेपछि यस्तो किसिमको स्क्रिन खुल्छ र स्क्रिनमा मागे अनुसारको विवरण हामी भर्दै जानुपर्ने हुन्छ। सबैभन्दा पहिला पट्टा नम्बर, त्यसपछि अवकाश मिति र राष्ट्रिय परिचय पत्र नम्बर। यी तीनवटा विवरण निवृत्तभरण व्यवस्थापन कार्यालयको रेकर्डमा जे छ सोही बमोजिम ठ्याक्कै मिल्ने गरी प्रविष्ट गर्नुपर्ने हुन्छ। र मोबाइल नम्बरमा हजुरको लागि युजर नेम, पासवर्ड अनि ओटीपीहरू प्राप्त हुने भएको हुनाले हजुरले हाल प्रयोगमा रहिरहेको मोबाइल नम्बर प्रविष्ट गर्नुपर्ने हुन्छ र मोबाइल नम्बर एउटै मोबाइल नम्बरलाई यहाँ दुईचोटि प्रविष्ट गर्नुपर्ने हुन्छ र त्यसपछि कन्टिन्यू बटनमा क्लिक गर्नुहोला। त्यसपछि हजुरको मोबाइलमा 6 अङ्कको डिभाइस भेरिफिकेसन कोड प्राप्त हुन्छ। उक्त कोडलाई यहाँ इन्ट्री गरिसकेपछि भेरिफाई एन्ड साइन इनमा क्लिक गर्नुपर्ने हुन्छ। यदि भेरिफिकेसन कोड प्राप्त नभएमा केही बेर वेट गरेर पनि प्राप्त भएन भने रिसेन्ट कोडमा क्लिक गर्नुहोला। भेरिफिकेसन कोड प्राप्त हुनेछ र त्यो कोडलाई प्रविष्ट गरेर अगाडि बढ्न सक्नुहुनेछ। त्यसपछि अब हामी अघि रजिस्ट्रेसनको लागि जहाँ क्लिक गरेका थियौं त्यो ठाउँबाट त्यो मेनुबाट अब हामी साइन इन गर्न सक्ने भएका हुन्छौं, किनभने हामीले अघि प्रविष्ट गरेको मोबाइल नम्बरमा युजर नेम र पासवर्ड प्राप्त भएको हुन्छ। युजर नेम र मोबाइलमा प्राप्त पासवर्डहरूलाई यहाँ प्रविष्ट गरिसकेपछि साइन इनमा क्लिक गर्नुहोला। साइन इनमा क्लिक गरिसकेपछि पुनः 6 अङ्कको डिभाइस भेरिफिकेसन कोड प्राप्त हुन्छ। भेरिफाई एन्ड साइन इनमा क्लिक गरी अगाडि बढ्नुहोला। त्यसपछि अब हाम्रो जीवन्तता प्रमाणीकरण चरण अथवा लाइभनेस सेसन सुरु हुन्छ र यस्तो किसिमको ड्याशबोर्ड खुल्छ र सोको लागि हजुरलाई आवश्यक तयारीहरूको लागि यहाँ मेसेज पनि दिइएको छ र अब प्रमाणीकरण सुरु गर्नुहोस् भन्ने बटनमा क्लिक गर्नुहोला। क्लिक गरिसकेपछि हजुरलाई लाइभ फेस भेरिफिकेसनको चरण अगाडि बढ्छ। यसको लागि क्यामेरा खुल्नेछ। क्यामेरामा हजुरले अनुहार देखिने गरी गोलो घेरामा पारेर राख्नुपर्नेछ स्थिर रूपमा र त्यसपछि फोटो खिचिनेछ र अगाडि बढ्नुहोस् बटनमा क्लिक गर्नुपर्नेछ। त्यसपछि सिस्टमले माग गरे अनुसारको पोजिसनहरू हजुरले क्यामेरामा देखाउनु पर्ने हुन्छ र अगाडि बढ्नुहोस् बटनमा क्लिक गर्नुपर्ने हुन्छ। तत्पश्चात हजुरको भेरिफिकेसन प्रक्रिया समाप्त हुन्छ। भेरिफिकेसन प्रक्रिया समाप्त भइसकेपछि सम्पन्न भयो भन्ने मेसेज आउँछ। यदि भेरिफिकेसन प्रक्रिया फेलियर भयो भने पुनः यही प्रक्रियालाई दोहोर्याउनु पर्ने हुन्छ।
यसपछि हजुरको तोकिएको समय अवधिको लागि अथवा सुरु निवृत्ति वर्गको लागि 1 वर्ष र पारिवारिक निवृत्त वर्गको लागि 6 महिनाको लागि हजुरको पट्टा नवीकरण हुनेछ। सोको लागि हजुरले अब बैंकमा धाइराख्नु पर्दैन। हजुरले घरमै बसिकन आफ्नो पेन्सन आफै नवीकरण गर्न सक्नुहुनेछ। यसरी आफ्नो जीवन्तता प्रमाणित गर्ने कार्य घरमै बसेर मोबाइलको सहायताले आफै गर्न सक्नुहुनेछ र हजुरको समय तथा खर्चको समेत बचत हुनेछ। तर याद गर्नुपर्ने कुरा के छ भने जसको नेशनल आइडेन्टिटी नम्बर अथवा राष्ट्रिय परिचय पत्र नम्बर बनेको छैन उहाँहरूको चाहिँ यो प्रक्रियाद्वारा नवीकरण गर्न सकिँदैन। उहाँहरू चाहिँ अनिवार्य रूपमा बैंकमा नै जानुपर्ने हुन्छ। किनभने यहाँ सुरुमा हामीले देखायौं, सुरुमा हामीले स्टार्ट गर्नकै लागि अथवा हामीले रजिस्ट्रेसन गर्नको लागि नै हामीलाई एनआईडी नम्बर अनिवार्य रूपमा आवश्यक हुन्छ। त्यसैले जसको एनआईडी बनेको छैन उहाँहरूले बैंकमा नै गएर नवीकरण गर्नुपर्ने हुन्छ भने एनआईडी बनाइसक्नुभएका निवृत्तिपरकहरूले घरमै बसेर यो प्रक्रियाद्वारा आफ्नो पेन्सन नवीकरण गर्न सक्नुहुनेछ। धन्यवाद, नमस्कार।